कति भनौँ अब कति 2010 देखि होला हैन मैले चलाएको आमामा एन्ड्रोइड मोबाइल चलाएको आजबाट ब्रेक थ्रु हुने भयो आइफोन 17 प्रो म्याक्स इनबक्स गर्न गइरहेको छु विशेष गरी यो गिफ्टको लागि यो चाहिँ गिफ्ट है फेरि गिफ्ट हैन अनि गिफ्टको लागि चाहिँ विशेष त अस्ट्रेलियाबाट गिफ्ट गर्ने मेरो सालो भाइ समीर थापा मगरलाई विशेष धन्यवाद र भेनालाई चाहिँ साह्रै दुःख पाएँ भेनाले भनेर एन्ड्रोइड मोबाइल बनाउँदा हैरान किनेको भन्दा बनाउँदा धेरै खर्च लाग्यो अनि अस्ति पनि पहिला 1 वर्ष अगाडि बनाएको थियो 2000 खर्च भयो यहाँको हङकङ डलर त्यो नभएर फेरि बिग्रियो फेरि अस्ति 1500 फेरि खर्च गरेँ गर्दा भएन भने भेनालाई साह्रै माया गरेर अब घर आएको बखतमा ल भेनालाई भनेर आइफोन 17 प्रो म्याक्स बोकेर आएछ नि केटाले कि अनि लौ त भनेर फेरि अनि इनबक्सै गराएछ नि ल अब खोल्नु पऱ्यो हेर्नु पऱ्यो ल है त यो ग्रे कलरमा राम्रो छ मोबाइल आजबाट अब यसको उद्घाटन गर्ने भयो ल है त यसलाई छट्ट यस्तो गर्ने रहेछ हैन यताबाट कोट्याएर फेरि ल टन टन ल दामी देखिँदो रहेछ त ल है ठिक छ यो चाहिँ चार्जर रहेछ है यो चाहिँ मैले छुट्टै किनेर आएको फेरि आउने रहेछ भनेपछि त अनि यसो हाल्नु नि पऱ्यो फेरि अनि स्क्रिन प्रोटेक्टर ल कस्तो होला त ल दामी छ यार ग्रे मोडलमा 256 GB को दामी छ यार अब यसलाई के गर्ने त अब ओपन गर्ने होला ओपन गरेँ है त मैले हेलो मोबाइल भनेर आउँछ भन्दै ल हेलो भनेर आयो के हो यो भाषा चाहिँ फेरि अन हुँदै रहेछ ब्याट्री चाहिँ 50 कति पर्सेन्ट जति रहेछ 50%। अब इंग्लिश ल्याङ्ग्वेज चाइना मेनल्यान्ड भनेर आयो त यार चाइना मेनल्यान्ड नै गर्नु पर्यो क्या मखाउ गर्नु पर्यो मखाउ मिडियम अथवा डिफल्ट मलाई मिडियम यसै गर्नु पर्यो हैन अनि त्यस पछाडि यसलाई चाइना मेनल्यान्ड भनेर आउँछ कि यसलाई अर्कै कन्ट्री राख्ने हो यस मिडियम गरेर राखौँ कि डिफल्टै राखौँ है कन्टिन्यू सेटअप विथ अनदर डिभाइस ल चुज वाइफाई भनेर आयो ल हाम्रो यहाँको लागि वाइफाई कति छ यहाँ आयो ल मेरो वाइफाई कनेक्ट गर्नु पर्यो वाइफाई पनि कनेक्ट भयो few minutes to activate your
आइफोन भन्यो. It may take a few minutes to connect. Continue. Adult. फेस आइडी राखौँ क्या हो? राखौँ फेस आइडी? हुन्छ भयो त्यही. Get it start. Move your head slowly. एयरपोर्ट झिकेर हुन्छ नि. Full. लास्टमा केटीको मेकअपले नछुटे जस्तै दाइको पनि इयरफोनले नछुटेला नि. फेस आइडीमा. Use Face ID marks and then don't use Face ID marks in the setup setting later. Continue. ल यो पनि क्रिएट भयो. ल त मैले स्टप गरिदिएँ है. ल पज गरेर गर न.